फाइनली गाइज हामी डाँडामा पुगिसक्यौँ हैन। हाम्रो यात्रा पनि कम्प्लिट भइसकेको छ। लगभग हामी वहाँ घरदेखि 1 घन्टा माथि डाँडामा पुग्नुपर्छ भनेर आएको थियौँ। लगभग 1 घन्टा भनौँ हैन, 1 घन्टा चाहिँ लाग्यो हैन डाँडामा पुग्नलाई। सर्र पारामा आइयो। अब यतादेखि हैन, यता परदेखि आइयो। अब हामी सुरुडी डाँडामा छौँ। यहाँ अब पिङसिङ रहेछ, पिङको उफ्रतिरको यो छाना चाहिँ अब हावाले उडाएर यता राखेको रहेछ हैन, गायब गरिदिएको छ, पुरै भाँच्यो होला सायद। यतिर लभ छ, एउटा सासाना पार्कको रूपमा छ हैन। र यो परम्परा कालदेखि छ एउटा मन्दिर यो हैन, जुन दुर्गा भवानीको मन्दिर होला सायद हैन। दर्शन गरिहालौँ भनेर सर लाएर यहाँ मूर्ति पनि छ हैन यो भित्र। सर यतातिर अब यहाँ यो पिकनिक खाने एउटा घरको रूपमा हैन, किनकि यो डाँडामा उता सहरी भेगदेखि यता ग्रामीण क्षेत्रमा पिकनिक खान आउने मान्छे थोबी हुन्छन्। हामी चाहिँ यो ताल देखिरहेको छ हैन, अहिले घामले गर्दा त्यति राम्रो नदेखेला। त्यहाँदेखि चाहिँ सर यस्तो डाँडा काट्दै यहाँ डाँडासम्म आइपुग्यौँ। यो चाहिँ अब यहाँ चाहिँ एकदम राम्रो काम भइरहेको रहेछ हैन, एकदम ठिक रहेछ। सर र बस्ने पनि रहेछ। अब यहाँ बस्नेको लागि यहाँ एउटा स्वर्गीय बिमला ओलीको पति वीरबहादुर ओलीबाट बनाइएको रहेछ हैन। यो बस्ने सायद उहाँले सहयोग गर्नुभयो होला। एकदम सर दामी छ बबाल त ठाउँ हैन, एकदम हैन, हरियाली चारैतिर, डाँडा पाखा हैन। यता यहाँ तलतिर गाउँ छ, यता उता परतिर पनि गाउँ छ नजर हैन, 2-3 टा। त्योभन्दा तल पनि गाउँ छ यहाँ हैन। यतातिर भाइले डिजे बजाउँदै मस्त बसिरहेको छ यहाँ, तर घर देख्न सक्नुहुन्छ यतातिर। यहाँदेखि तल पनि घर छ हैन। ओइ बन्द गर त गाना, एकछिन गाना बन्द गर न सर। यहाँ देख्न सक्छ सायद। अनि यहाँ अब घुम्न आउने यो पर्यटकहरूबाट के देख्यो भने चाहिँ यहाँ अब सामानहरू ल्याएर यतातत्र हेर्नुहोस् है, फोहोरहरू देख्न सक्नुहुन्छ। रेड बुल यसैमा छ हैन, गत्ता फोहोरहरू चाहिँ लास्टै गरिदिनु भएको रहेछ। यस्तो अब घुम्न आउने मान्छेहरूले यस्तो फोहोर चाहिँ जथाभावी फाल्नु भएन। यता कति यता फालेको छ हैन, कोही यतातिर अब बस्ने चौपारी छ, यतातिर फोहोरहरू यस्तो छ, यस्तो चाहिँ फाल्नु भएन। यसलाई चाहिँ एउटा उचित ठाउँमा राखेर हैन, अब यहाँ फोहोर उठाउने गाडी चाहिँ आउने कुरो भएन। अब त्यो जलाउने चाहिँ विकल्प छ। यहाँ जताकतै फोहोरै फोहोर रहेछ। यो चाहिँ अलि नराम्रो देख्यो हैन। मन्दिरको छेउछाउमा पनि अब एकदम फोहोर रहेछ थुप्रै। अब यस्तो चाहिँ गर्नु भएन। घुम्न आउने मान्छेहरूले आफ्नो फोहोर चाहिँ आफै व्यवस्थापन गर्नु पर्यो हैन। धेरै समयपछि आएको एकदम रमाइलो लाग्यो हैन, राम्रो रहेछ ठाउँ। तपाईहरु पनि आउनुलाई हो हैन, एकदम मजा छ घुम्ने ठाउँहरू हैन। सरै दामी पारामा लभको बनाएर चाहिँ नि, अब लभ भित्र पनि अब यहाँ देख्न सक्नुहुन्छ यस्तो अब नेपालीको बानी फेरि यस्तै हुन्छ हैन। R+S रे P+M रे के लेखेको छ हैन। यतातिर अब यस्तो काम चाहिँ गर्न भएन। हाम्रो सबैको साझा सम्पत्ति हो, हामीले सबैले संरक्षण गर्नुपर्छ हैन। त्यही भएर सो गाइज यति बेरसम्मको भिडियो के कस्तो लाग्यो हैन। अझै भिडियोहरू त थुप्रै आउँछ, भर्खर त हामी अझै भिडियो थुप्रै पार्ट बाई पार्ट आउँछ भनेर अघि जानकारी दिएको छु। अब हामीले त्यो ल्याछौँ हैन, मासु र चिसोहरू उता बसाल्यौँ। त्यो चाहिँ अब तलतिर मस्त एउटा खोला छ, त्यहाँ मूल पानी छ, त्यहाँ गएर मस्तसँग आगो जोडेर खाने हो। अब हामी चाहिँ लाग्दैछौँ यहाँदेखि। यो छोटो यसको बारेमा जानकारी दिउँ भनेर यो छोटो भिडियो ल्याएको, के कस्तो लाग्छ हैन। र लाइक कमेन्ट साथै हैन, भिडियो मन परेमा सेयर गर्न नभुल्नु ल। धन्यवाद।